आकेले फेरि यहाँनिर माइलीसँग अलिक ढिलो आउनु भएर चाहिँ आज लोसारको यहाँनिर टिका लाउनु हुँदैछ मेरो साथी सन्तोषीलाई अनि मेरो भदै केटाहरू दुईजना सन्तोषीको छोरा र मेरो जुजूको छोरा यहाँनिर टिका टालो हुँदैछ। चिता कुरा पुगोस्, भाग्य मान्ने होस्, अरूलाई दिएर खाने पुगोस्, आयु लामो होस् सदा सर्वदा। यसो खै खै भाइ भाग्य मान्नुहोस् सधैँ सधैँ यसरी बाजेको आशीर्वाद आजको आशीर्वाद रोग कष्ट नलागोस् सदा सर्वदा यसरी दशममा टिका लाउनु पाउने आशीर्वाद बाजेको आखेको जङ्गबत भएको नि त यो चाङ्गो यो माइलीलाई माइली र उसले सन्तोषी यो प्रेम भाइलाई यो हाम्रो यसो हात यसो गरेर खै अफसर हुनुपर्छ अफसर ठुलो मान्छे हुनुपर्छ त्यसरी सधैँ एकछिन पहिला आशीर्वाद आशीर्वाद हो हजुर आशीर्वाद होस् न आशीर्वाद त्यसो थाप्नु लिनु र होइन अब यो कस्तो छ नि त आशीर्वाद यो त अलिअलि आशीर्वाद त के हुन्छ थाप्दा थाकेर त आशीर्वाद हामीले दिनु पर्यो त्यो आशीर्वाद चाहिँ खुट्टा ढोक्नु अलि लामो बधाई केटाहरूले सायचोङबाट आशीर्वाद पाउनु परोस् तपाईको रोग कष्ट नलागोस् सदा सर्वदा यसरी नै राम्रो सुख शान्ति दर्शनमा भेला हो बस्नु नि यहाँ बस्नु नि भाग्यमान यहाँ आउनु न सबै बसेर फोटो खिच्नु म खिचिदिन्छु छेसेमा गरी ल छोरी बुहारीहरूसँग यहाँनिर आखी खिच्न हेर्नुहोस् ल धाचो यता खस्नु त होइन धाचोसँग निकाल्नुपर्छ भनेको यसरी आखीको नाति पलाती होला हौ पलाती छोरी ए होला पार्छ हुन्छ हुन्छ पर्दैन चिया हौ नानी त्यसरी नढोक्नु पर्दैन मलाई त पर्दैन पर्दैन हुन्छ पर्दैन उहाँको बहिनी रहेछ नि है मेरो बहिनी हुन्छ चिन्छ नि बहिनी लोटा नाच्दिनु होइन डान्स सिकाउनु
भनिदिनु फर्की जाने काइँलाई फर्की जाने काइँलाई भनिदिनु फर्की जाने काइँलाई फर्की जाने काइँलाई नमस्को भिन्के दुला फुल्ने खाने गयो नमस्कार भनिदिनु बस बसेको ठाउँमा देउरालीको डाँडामा तितेपत्ती राखेर देउरालीको डाँडामा तितेपत्ती राखेर मुझसरी बागमा देखो बेटी मेरो चढाइदो बेटी मेरो चढाइदो संसार छ भनिदिनु फर्की जाने काइँलाई फर्की जाने काइँलाई संसार छ भनिदिनु फर्की जाने काइँलाई फर्की जाने काइँलाई कथा हारेर सुसुलीमा गएको भैँसलो जीवनले माया त्यति ल्याएको भन कथा हारेर सुसुलीमा गएको सुसुलीमा गएको